टक्क लाएर आज हामी हिँड्यो 3-4 भाइ भएर धोबी मसाज गर्नलाई लुगाको। धोबी भनेको चाहिँ लुगा धुने ठाउँ भनेर बुझौँ हामी। होस्टेलदेखि हामी चाहिँ निस्किरहेको छौँ यता हाम्रो लामा बिन्दाससँग ठ्याक्क लाएर। ल यता हाम्रो धुम्दै आउँदै हुनुहुन्छ पल्टन, गोला बारुद बोकेर पुरा इन्डिया र पाकिस्तानको लडाइँको लागि हामी निस्किसकेका छौँ यस्तो होइन। झोलामा आलु बम लिएर हाम्रो होस्टेल हो यो चाहिँ एकदम कुल छ, चिल छ। कहाँ हुन लागेको क्याम्प हो भन न। कुनलाई पड्काउने हो, पाकिस्तानलाई पड्काउने हो कि इन्डियालाई पड्काउने हो? अब जसलाई भेट्यो त्यसलाई होला, जो अगाडि भेट्छ त्यही पड्काउँदैन, जो अगाडि आउँछ त्यसलाई। यो क्याम्प चाहिँ यस्तै छ है हाम्रो क्याम्प चाहिँ यता। यो चाहिँ एकदम ठुलो क्याम्प छ, बन्दै गरेको क्याम्प हो। यता चाहिँ हाम्रो फोर्सको गाडीहरू है। यो चाहिँ लडाइँको लागि जानु पर्यो भने यहाँ चढेर जाने हो, बिहानै बेलुकै। यो अहिले हालसालको लागि चाहिँ एनजी भएर एकदम गाह्रो छ, एकदम रणभूमि बनिएको छ यहाँ चाहिँ। हेर्नुहोस् होस्टेलहरू यस्तो छ, हाम्रो क्याम्पहरू बन्दै गरेको एकदम। उता फेरि लाउरे भाइहरू फुलामा ठ्याक्कै यतिखेर चाहिँ हामी यहाँ गाउँमा आइपुगेको छौँ है। एकदम राम्रो छ यता, फुलै फुल। ए फुलै फुल भनेको हाम्रो दाई रहेछ। यो चाहिँ एकदम राम्रो फुलै फुल छ। वाउ भने जस्तो। यता फेरि के हो यो, गाभा हो? गाभा होइन जस्तै यो खाना नमिल्ने गाभा, खाना नमिल्ने गाभा नै हो, गाभा गाभा जस्तै। यता ब्युटिफुल हाउस, वन्डरफुल। अनि यता छ हाम्रो मस्जिद भनौँ। र हामी जाँदैछौँ यतिखेर धोबी गइरहेछौँ 10 किलो कपडा बोकेर। 2 केजी होला गएर हामी पुरा 30 केजीको वासिङ मेसिनमा ड्याङ्गै हालेर धोएर ल्याउने पूर्ण विश्वास राखेको छौँ। हामी यतिखेर छौँ मस्जिद अगाडि। यो ठाउँ चाहिँ एकदम शान्तिपूर्ण ठाउँ हो है। तर अलिकति दिनमा चाहिँ डेन्जरै हुन्छ है एक्लै हिँड्नलाई चाहिँ। यहाँ सम्भावना धेरै छ र एकदम शान्तिपूर्ण यो धार्मिक स्थल भनौँ मुस्लिमहरूको। यहाँबाट हामी टक्क टर्निङ हानेर जाँदैछौँ 99। सालमा ओम नमः शिवाय भने जस्तै यहाँ पनि बिहान पुरा दिन्छ होइन मस्जिदमा। हो बिहान आउँथ्यो होइन, दिनमा कतिचोटि हो। ल हामी आइपुग्यौँ, धोबी आइपुग्यौँ है। अब लडाइँको मरुभूमिमा आइसक्यो। लामाको यो क्लिप नै भाइरलै हुने भयो, टिकटकमा काटेर हाल्ने हो कि क्या? भेल्यु नै हो नि। ल यहाँ चाहिँ केटाहरूले लोड गरिरहेछ है। भयो यहाँ चाहिँ केटलले सफ लगाइरहेछ। यहाँबाट चाहिँ टक्क सेन निकालेर ट्याक्क लाएर यस्तरी सेन निकालेर चाहिँ हामी आउँछौँ यता अहिले पैसा थप्दा भइहाल्छ नि। यहाँबाट हामी पैसा लोड गरिरहेछौँ। यहाँ चाहिँ देखाएर चाहिँ घटिरहेछ। ल 350 3
गेट यिनीमा चाहिँ ल यता लोड गरिरहेछ गोला बारुद लडाइँको लागि स्टार्ट कति 6 रिङ्गेट 50 सेन्टको के भएको छैन ल सुरु भयो फाइनली हामी चाहिँ अब कति मिनट 23 मिनट लाग्ने रहेछ 23 मिनट चाहिँ हामी यताउता उला गर्छौँ है के रहेको ए त्यो अहिले पानी आउँछ धेरै बेर ओके त्यसपछि यता हाम्रो ड्राई गर्ने सुकाउने मेसिन चाहिँ यता छ धुने चाहिँ यता भइहाल्यो हामी चाहिँ यहाँ कपडा सपडा मेसिनमा हालेर बाहिर निस्किरहेछौँ यसो घुम्नको लागि कि अब नेपाली रेस्टुरेन्टमा जाऊँ के खाने होइन त्यहाँ गएर के खाने र हामी चाहिँ अब फाइनली कपडा सपडा धोइसकेर रुमतिर लाग्यो है कपाल सपाल काट्यो टक्क ह्यान्डसम भयो त्यसपछि अब रुमतिर लाग्यो अब हामी फेरि अर्को भिडियोतिर भेट हुनेछौँ भरे बेलुकातिर हामी चाहिँ उता कहाँ जान्छौँ रे हामी गइन्छ त्यहाँ समुद्रतिर त्यहाँको भिडियोमा भेटौँला बाई